हो सुरु गरौँ आजको भाग्यफल। सुरुमा मेष राशि। मेष राशि हुने महानुभावहरूका लागि तार्किक क्षमताले सम्मान दिलाउनेछ। साँझदेखि अधैर्य व्यवहारले समस्या निम्त्याउन सक्छ। आशा देखाउनेहरूले धोका दिन सक्छन्। लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ने स्थिति आउन सक्छ। अवसरवादीहरूले आफ्नो कमजोरीको फाइदा उठाउन सक्छन्। वृष राशि। वृष राशि हुने महानुभावहरूका लागि भेटघाटले काममा बाधा पुर्याउनेछ। त्यस्तै गरी तपाईँको आँटले काम लिन नसक्दा पछि परिनेछ। स्वास्थ्य कमजोर रहे पनि समुदायको हितमा राम्रो काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व पनि वहन गर्नुहोला। मेहनतले विभिन्न अवसर जुटाउन सकिनेछ। शुभचिन्तकहरूले साथ दिनेछन्। मिथुन राशि। मिथुन राशि हुने महानुभावहरूका लागि काम गर्दा चुनौती आइलाग्नेछ। प्रयत्न गर्दा खर्च लागे पनि दिगो फाइदा हुने काम देखिन्छ। काम र जिम्मेवारी हात पार्ने मौका छ। कीर्तिमानी काम सुरु गर्ने समय छ। धेरैले तपाईँको आज प्रशंसा गर्नेछन्। महत्त्वपूर्ण निर्णय लिने समय छ। अध्ययनमा प्रगति हुनेछ। वैरभाव राख्नेहरूले हार खानेछन्। कर्कट राशि। कर्कट राशि हुनेहरूका लागि आज सोखले फजुल खर्च बढाउन सक्छ। आलस्यले गर्दा काम बिचमै रोकिन सक्छ। अर्थ सङ्ग्रहमा बाधा पुग्नेछ। अस्वस्थतालाई काम बिग्रने भयले सताउन सक्छ। न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ने अवस्था देखिन्छ। स्वास्थ्यगत समस्याले सताउन सक्छ। सुख दुःखमा साथ दिनेहरू पनि प्रशस्तै भेटिनेछन्। सिंह राशि। सिंह राशि हुने महानुभावहरूका लागि तर्क शक्ति बढ्नुका साथै रोकिएको कार्य सम्पादन हुनेछ। आलोचकहरूलाई जवाफ दिन सकिनेछ। काममा लगनशील बन्दा दिगो फाइदा उठाउन सकिनेछ। ऋण मोचन हुने सम्भावना देखिन्छ। सुखद समाचारले उत्साह जगाउनेछ। लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। कन्या राशि। कन्या राशि हुने महानुभावहरूका लागि मनज्ञ धनार्जन हुने ग्रह योग छ। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिनाले समस्या उत्पन्न होला। कीर्तिमानी काम सुरु गर्ने समय छ। धेरैले तपाईँलाई साथ दिनेछन्। अप्रत्याशित रूपमा धनको लाभ पनि हुने देखिन्छ। प्रतिस्पर्धीहरूले समस्या उब्ज्याउन सक्छन्। व्यापार र उद्योगमा फाइदा हुनेछ। तुला राशि। तुला राशि हुनेहरूका लागि विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले पछि परिनेछ। समय र नियमलाई व्यवस्था नगर्नुहोला। विशेष जिम्मेवारी वहन गर्नुपर्ने स्थिति आउन सक्छ। रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ। व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको गाँठो समेत कसिनेछ। वृश्चिक राशि। वृश्चिक राशि हुनेहरूका लागि आफ्नै कमजोरीले अवसर गुम्न सक्छ। विगतको श्रमबाट सामान्य लाभ भए पनि परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न हुनेछ। रोकिएको कार्य सम्पादन हुनेछ। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। बौद्धिक जमातलाई आकर्षित गर्ने कार्य सम्पादन गर्न सकिनेछ। सोखले खर्च बढाउन सक्छ। धनु राशि। धनु राशि हुनेहरूका लागि शुभचिन्तकहरूसँग भेटघाट हुनेछ। विगतका कमी कमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ। अवरोधका बीच समुदायको हितमा राम्रो काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ भने शुभचिन्तकहरूको सुझावलाई तपाईँले आज मनन गर्नुपर्नेछ। मकर राशि। मकर राशि हुनेहरूका लागि आज सोचेको काम बन्नुका साथै विभिन्न अवसर प्राप्त हुनेछन्। दीर्घकालसम्म फाइदा हुने काममा हात हाल्ने समय छ। धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। मङ्गलमय कृत्य सम्पादन गर्ने र भाग्योन्नतिको समय छ। आफूभन्दा कमजोरहरूसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। कुम्भ राशि। कुम्भ राशि हुनेहरूका लागि कार्यक्षेत्रमा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्याङ्कन हुनेछ। आज केही समस्या देखिए पनि दिन मनोरञ्जनपूर्ण रहनेछ। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। काममा अनायासै प्रतिस्पर्धी देखा पर्न सक्छन्। प्रतिष्ठा र अधिकारका लागि सङ्घर्षमा उत्रनु पर्ला। र अन्त्यमा पालो मीन राशिको। मीन राशि हुनेहरूका लागि गरेका कामबाट प्रशस्तै लाभ मिल्नेछ। तर साँझदेखि ईर्ष्या गर्नेहरूले फसाउन सक्छन्। शोक पूर्तिका लागि खर्च भने बढ्न सक्छ। साँझदेखि सानातिना समस्यामा अल्झनु पर्ने स्थिति आउला। रोकिएको काममा दोहोऱ्याएर प्रयत्न गर्नुहोला। आम्दानी बढ्नुका साथै आर्थिक पक्ष सबल बन्नेछ।